진짜. 아, 진짜? 와! 가비! गाइज लास्टसम्म हेर्नु होला मेरो सरप्राइज मेरो मम्मीलाई दिएको सरप्राइज है त यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला गाइजहरूले है देखिसक्नु भयो होला हाम्रो झन्नै एक्सिडेन्ट भयो गाइज मम्मीको बर्थडे मनाउनु गएको मान्छेहरूको झन्नै एक्सिडेन्ट भएर बर्बाद भयो नि हो सामान डेलिभरी भएको छैन हाम्रो यहाँनिर बस पार्कमा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे को मम्मीलाई के भरे पर्दा हैन दुईटा पर्दा यति साह्रो यो पनि पहिले बेलुनहरु खुला न अनि बना राम्रो हजुरहरूले देखिहाल्नु भयो है मैले मम्मीलाई चाहिँ हैन पर्दा गिफ्ट दिएको कसले दिन्छ होला र यसरी पर्दा गिफ्ट म जस्तो खतरा कसले दिन्छ र है आज मेरो मम्मीको बर्थडेमा गाइज मम्मीको लागि सरप्राइज पर्खेको यो बेला भइसक्यो हैन हाम्रो सरप्राइज चाहिँ अब आउन आँट्यो हेर्नुहोस् गाइज रातको कति बजिसक्यो मम्मी आउनु न मेलिसाको जय आइसक्यो मेलिसाको जय हो हो छिटो आउनु न अनि हेर्नुहोस् हाम्रो सरप्राइज पनि आइहाल्यो त्यतिन्जेलमा सरप्राइज आयो तर मम्मीलाई चाहिँ गफ हान्दियो क्या हामीले तपाईँको छोरीलाई हेर्न ज्वाइँ आयो भनेर गफ हान्दिएको लुगा नि गर्नु लगाए त यतिकै घुर्न आँटिसक्यो लजाउँदैछ ज्वाइँ साहबले कसैले ल्याइदिएको अरे कता हैन अनि लुगा हाम्रो आमा ज्वाइँ साहबलाई भेट्न जाँदैछ गाइस देखिहाल्नु भयो होला मेरो मम्मीलाई मैले बेगको बनाएको बिचारा मेरो मम्मी इनोसन्ट टाइपले अनि मलाई लुगा पनि राम्रो लाउनु दिएन त नि मैले फेरिहालेँ भन्दै हुनुहुन्छ क्या अनि घरको लुगामा पुरानो लुगामा छु म भन्दै हुनुहुन्छ क्या यही अघि दिनदेखि पर्खेको हामीले रातै परो थ्याङ्क यू रातिको पुरा मामला यस्तै हो छोरीहरू भएको मम्मी छोरीहरू भएकोमा के लाग्छ खुसी लाग्छ भन्नु न खुसी लाग्छ मेरो छोरीले गोरियादेखि पठाइदिएको भगिमानी हुन्नु चापनियानी पनि भगिमानी हुन्नु अब धेरै पैसा सबैले धेरै पैसा कमाउनु भगिमानी हुन् ला ला यतिर किन प्राणको आमै एक छ र दमकदेखि सँगै अगाडि पछाडि भयो क्या अब सबै सेटिङ भयो सोफाहरू मिलायौँ होइन अनि त्यसपछि हामी चाहिँ